हो दसैँ आयो त मलाई सपिङ नगरिदिने कोही। ए आमा हो खालि इन्टरटेन कमेन्ट भएको छ यो चाहिँ हाम्रो फुटबल खेल्ने गराउन्ड अनि त्यसपछि हेलो एन्ड नमस्ते सबैजनालाई वेलकम छ हाम्रो स्याउली ब्लगमा। अनि त्यसपछि चाहिँ जसले च्यानल सब्सक्राइब गर्नुभएको छैन सब्सक्राइब गरेर बेल नोटिफिकेसन अलमा राखिदिनु होला। यस्तै चाहिँ हाम्रो जिन्दगी चाहिँ देख्न सक्नुहुन्छ। अहिले चाहिँ म ल्यान्ड्रिङमा छु, हल्का यसो भिडियो बनाऊँ भनेर चाहिँ आएको म चाहिँ। ए आमा हो दसैँ आउन लाग्यो त अब सपिङ नगरिदिने मलाई कोही सपिङ गरिदेऊ न केटी हो। यहाँ मलाई दसैँमा कपडा नकिनिदिएर यहाँ तनाव पर्छ होइन यस्तो होइन। यस्तरी भन्छु ए आमा हो बाइक आयो फेरि। वेट 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 ए आमा हो दसैँ आउन लाग्यो त कोही त मलाई कपडा भाई यहाँ पे क्या हो रहा है भाई, यहाँ पे क्या हो रहा है भाई, ये कहाँ फंस गया भाई मैं, भाई ये क्या हो रहा है भाई, भाई मुझे कॉकरोच बना भाई। सुरुबाट ए आमा हो दसैँ आयो त मलाई सपिङ नगरिदिने कोही। सपिङ गरिदेऊ न 1 लाखको बिटाले जम्मा 1 लाखको त सपिङ गरिदिने त्यही पनि नगरिदिने गरिदेऊ न। लगायत दसैँ आउन लागेको छ, सबैजनालाई ह्याप्पी दसैँ भन्न चाहन्छु। किनभने अब चाहिँ धेरै दिन छैन दसैँ आउन, ओन्ली 2 or 5 डे कति दिन छ आज कति 10 भनेपछि 5-6 दिन छ, त्यसपछि चाहिँ दसैँ आइहाल्छ। त्यसैले चाहिँ हाम्रो चाहिँ यो दसैँ स्पेसलभन्दा अगाडिको ब्लग रहेको छ र हामी चाहिँ छिट्टै नै दसैँ स्पेसलको ब्लग पनि लिएर आउने वाला छौँ। यो चाहिँ मैले खालि इन्टरटेनमेन्टको लागि मात्र गराएको। ए आमा हो खालि इन्टरटेनमेन्ट ए आमा हो यो खालि इन्टरटेनमेन्टको लागि मात्रै गराएको हो कि सबैजनाले सपोर्ट गर्नु पर्यो स्याउले ब्लगलाई। आमा हो मजा आया ए बाबु हैन ए आमा हो दसैँ आइसक्यो तर कपडा किनिदिने कोही छैन, कोही केटी किनिदेऊ न मलाई कपडा। जम्मा 10,000को भए पुग्छ कि पुग्दैन थाहा छैन भाइ। थर्डमा यो आउँछ कि कट रहेछ। ए भगुमा यो चाहिँ हाम्रो ल्यान्डरमाथि रहेको छ, यो चाहिँ हाम्रो फुटबल खेल्ने ग्राउन्ड। अनि त्यसपछि हाम्रो चाहिँ यहाँ धानहरू रोपेको छ, हरियो हरियो भइसक्यो। अब दसैँ आउनु लाग्यो, अब हामीलाई चाहिँ यहाँ धान सान उठाउन लगाइदिन्छन्। फेरि धान उठाउन लाग्यो भने फेरि यहाँ शरीर म त यहाँ घर छोडेर हिँड्दिनँ यो धान काट्ने दिन चाहिँ। किन भने धान काट्दाखेरि पुरै आङ पाचिन्छ, फेरि धान काटेन भने खान पाइन्छ, फेरि काट्नलाई भए पनि यो घरमै बस्नुपर्छ। त्यसैले सबजनाले आएर यहाँ मद्दत गरिदिने भनेर भन्न मिलेन, म आफै काट्ने वाला छैन, के को मद्दत। जस्ट मजाक गाइज, जस्ट फर फन। त्यस्तै हो हाम्रो ब्लग चाहिँ, यस्तै नै हो। सबजनाले हामी चाहिँ नयाँ ब्लग ल्याउने वाला छौँ, बब्बाल दोहोरोवाला ब्लग लिएर आउने वाला छौँ। यो त म खालि जस्ट म चाहिँ त्यो पहले एपिसोडको लागि चाहिँ भिडियो बनाउन आएको थिएँ, त्यसैले हल्का यतिकै इन्टरटेनमेन्ट गरिदिउँ भनेर बनाइदिएको। सबैजना जति पनि जनाले हेर्दै हुनुहुन्छ, एकजनाले पनि हेर्दै हुनुहुन्छ भने धन्यवाद छ हेरिदिनु भएकोमा चाहिँ। ए आमा हो एकजनाले हेरिदियो हाम्रो ब्लग, यहाँ हेरिदिएकोमा धन्यवाद भन्नु छैन। थ्याङ्क यू। ल गाइस अब चाहिँ म चाहिँ नेक्स्ट ब्लगमा भेटौँला। आजलाई यति नै एन्ड बाई।